बचेराहरु मजाले झ्याम्मै थोकाएर खाइदिउँ भनेको गाइस। हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। म फेरि तपाईँहरूको साथमा आएको छु मेरो मिनी भ्लग लिएर। आज चाहिँ हामी हाम्रो रमजानको छुट्टी, आज चाहिँ हामी घुम्न गइरहेको छु। मेरो साथी फिलिपिन्स है। आज चाहिँ हामी जाँदैछौँ सी साइड ड्राई पिकनिक जस्तै हामी चाहिँ जाँदैछौँ। हाम्रो साथीहरू सबैजना आज चाहिँ हामी सबैले जति छुट्टी मिलेको छ त्यसैले हामी चाहिँ जाँदैछौँ। ईद मुबारक हाय। अनि यता दिदीहरू हुनुहुन्छ, चाहिँ मेरो साथी हो। हामी चाहिँ अब चाहिँ जानुको लागि रेडी। आज चाहिँ हाम्रो सबैको छुट्टी, आज हाम्रो सबैको सलुन क्लोज, त्यही भएर हामी चाहिँ इन्जोय गर्न गइरहेको छौँ। हेर्दै जानु होला। यहाँ चाहिँ मेरो दिदीहरू, स्मिता दिदी कहाँ गएको हामी? ड्राई पिकनिक होइन, ड्राई पिकनिक। हामी चाहिँ ड्राई पिकनिक, हाम्रो गाडी चाहिँ कहाँनिर रेडी बनाउनु भएको छ अरे। दिदी हाम्रो बोस लिडर दिदी यता हुनुहुन्छ, हामी चाहिँ सेना मेना हो। अरू हाम्रो साथीहरू आउँदैछन् यता। मस्ती आज मजा गर्नु। अलिक गाडीमा बमिट गऱ्यो भने यो चाहिँ मेरो दिदी हो। मेरो दिदीलाई चाहिँ एकदम माया गर्छ है मलाई, अरूभन्दा एक्स्ट्रा माया। धोलेन भैया ठिक है। हाम्रो चाहिँ ग्याङ हो। ए केटी हो कहाँ गयो? मेरो रिना कहाँ गयो? यहाँ सब झोले ग्याङ पार्टी। एउटी चाहिँ दार्दी चाहिँ, यो चाहिँ हाम्रो सबैजना आज। मेरो सायद भाउजू कहाँ गयो? ए शान्ति कहाँ गयो? शान्ति मात्रै भन्नु, देखिरहेछ। हाम्रो रुना दिदी चाहिँ यहाँ हुनुहुन्छ अगाडि हो चाहिँ, उता चाहिँ हाम्रो ड्राइभर। हामी चाहिँ जाँदैछौँ।
हामी चाहिँ फाइनल्ली हाम्रो 2 मिनेट्समा निस्काय म्याडमहरु पुग्यो ला कपाल चाहिँ उडाएर के हो भूत जस्तै बनाएछ ए आउ न उयो नभएको बेलामा ल आज त रमाइलो भयो ओइ हाम्रो आजको के भन्छ 1 वर्षमा हामी हैन तिरिप भनौं तिरिप हाम्रो तिरिप उसले सिकाएकै हाम्रो घुमा जाऊ घुमा फन पनि यसलाई त जे हाम्रो ग्रुपको कमेडी म्यान हो यता यता फर्क म्यान हो कि ओम्यान हो कि ग्रल हो थाहा छैन हेर के हेर फेरि घुमा त लु 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 उ आमा पुतली जस्तै घुम्यो आमा हाम्रो ग्याङहरु उ म पनि घुम्छु नि ल घुमा ए आउ या घुमा ल यो चाहिँ हाम्रो फेरि एकदम ब्युटिफुल घुमा त ल म रिना घुमाइदिन्छु घुमा त उता उता फेरि हातै छोड्यो त ए मेरो सोल्टिनी ल्यायो या अनि यहाँले यस्तो पानी बोकेर गाइज हामी चाहिँ पानी बोकेर यहाँ घुमाउँदै छु कतिको यो चाहिँ च्यालेन्जिङ है ल उता हामी चाहिँ गाउँहरुको डेकोरेसन गर्न गइरहेको छौं हामी त खानेकुरा बनाएको छौं ड्राई पिकनिक है गाइस and you don't look there please make with the good yeah already okay हामीले चाहिँ घरमा छिटो गएर हामी के बनाउनु पर्यो के अब यहाँ काटकुट गरेर खाने हो नि यही हो त ड्राई पिकनिक भनेको है यही त होला नि हैन यहाँ बस न ओइ कम प्लिज इज जाम हामी चाहिँ ब्रेकफास्ट के खाना गइरहेछौ के अरे ब्रेड त अघि पनि ल्याएको थियौँ त हैन र हुँदैन भनेर त्यो नि अब ब्रेड जाम एउटा पनि लिएर आएको यस अब चाहिँ हामी एकदम फर्स्टमा के फर्स्टमा पनि पखालेर ल्याउनु पर्ने थियो है पखाल ल्याएन पखाल यहाँ ल्याउ पखाल अब अलि पखाल सर यसमै लिएर खाम न यो चाहिँ सब स्पुनै छैन मैले ल्याएको छु स्पुन मैले ल्याएको छु सिमिति ल्याउनु भएको छ अरे यो के हो स्पुन हामी चाहिँ अब पहिले आउने एप्पलले कसैले उर्ला सबैले जाम राख न छिटो छिटो त काट्नु प्याजहरु काट्दै गर्नु सबैले त्यो बहिनी चक्कु खोइ नेनो रिसा हाल न कस्तो रिसा हालेको है चक्कु का राख्यो नरिसा हाल ल नरिसा कोही रिसाउने हैन नि फेरि कोही रिसाउने हैन स्मिता चक्कु तिमीले का राख्यो तिमीले पानी खोले काट्नु ल मजाले कोही चक्कु र प्याज दिनु त मलाई त्यही त खोइ का राखेर हामीसँग के छ तिमीलाई राख भनेको खोइ स्याउ कहाँ राख भन्नु मलाई मिलाउ पानी भनेको कहाँ मलाई मिलाउ मैले त मसला कुटेको छु यो नि अनि खोइ त यो चाहिँ हाम्रो चक्कु हरायो त्यसैले सबैजना एकदम नुन पनि छैन ल के चाहिँ खानु आएको हामी ल छोड्दिन अब यस्तो यस्तो काटेर सलाद बनाउँछ हामी त अनि सबै हरायो त हाम्रो सामान त्यही त नकाटा फेरि यो एप्पल मात्रै अनि त्यो के अर्थ भयो त हामी ड्राई पिकनिक आएको ठिकै छ नि घोलेर खाम न यिनी उयो छ त त्यो चाउचाउको मसलाले पुगिहाल्छ नि अनि सबैजना म त उयो गरे यो सबैले राखेन म अब चाहिँ यहाँनिर सुरुमा ब्रेड र जाम खाने अरे हाम्रो के चाहिँ हराएर आयौँ नुन हो प्याज पनि बिर्सिम र झोलामा राखेको गाई चाहिँ हाम्रो चाहिँ चटपटा त खाने भन्यौँ तर नुन एकछिन नुन अनि एप्पल देखाएर प्याज मेन कुरा नै छोडेर आएछौँ अब के गर्ने अब स्याउ अनि गाजरहरू खाए त अनि च्याउ चाहिँ कटिङ
यहाँ हाम्रो अन्डा अस्मिता रिसायो हाँस न तिमी त रिसायो भने त नि अहिले पानी पर्छ रिना त हाँसिरहेछ स्मिता दिदी नरिनु है हाम्रो दिदी हाम्रो रुना दिदी हाम्रो मेन लिडरै वा हो हाम्रो मेन लिडरै रिसायो रुयो भने त हामी त नि बचेर हामी बचेर चाहिँ के गर्ने यता चाहिँ अलिक यता पनि अलिक लिडर नै हो उता सबैभन्दा यो चाहिँ मेरो भाउजू आफ्नै भाउजू नि फेरि कसैले आँखा लाग्यो कि भन्छु त मेरै भाउजू हो यो अनि हामी चाहिँ त बचेर गरेको ए कुरा म त मेरो भाउजूले कतिचोटि के भनेछ म त फेरि नि ल अस्मिता मात्र पोजिटिभ छ यहाँ सबै नेगेटिभ उ त नि सबै भन्दा नि पोजिटिभ भएको मान्छे हो पोजिटिभ उ त सगला सगले भएको गर्न त राम्रै भयो अनि यता चाहिँ हाम्रो चाहिँ ब्रेकफास्ट यो घरमै खान सक्थ्यौँ होला तर यी खाएर खाना आउनुको मजै छुट्टै होइन त्यही भएर यो चाहिँ घरमै पनि खान सक्थ्यौँ होला कि तर यहाँ आएर खानुको मजै छुट्टै त्यही भएर हामी चाहिँ खाना आँटेको ऊ चाहिँ फिलिपिनी साथी हो कि ऊ चाहिँ मेरो बोली सुनेर हाँसिरहेको छ बिचरा केही बुझेको छैन मैले केही पनि भनेको छैन ए ऊ हाम्रो साथीले नि भर्खर आइफोन किनेको कि उसले भर्खर आइफोन किनेको होइन अनि त्यही भएर उसले नि खिच्दैछ क्या हो खानु त होला नि खाइदिउँ झन्डै खाइदिए नसोधिकन लिडरले नसोधि खायो यो एकचोटि पखाल्देऊ शान्ति उता पानी आज के हुँदैछ हाम्रो फेरि अब फल डाउन भयो फल डाउनै हो गयो न अब के गर्न भुजा यति भयो भने भयो त पनि काट्नु पर्ने त्यो लाम्चो गरेर काट न त्यो लिएर खानु ग्लास छ त्यो गिलास मजा आयो जस केटी हो मजा आयो के अरे फेरि भन् त यो मान्छे त राम्रै बोल्दा पनि नि कस्तो लाग्छ भाइ के गर्न आएको रे फेरि यता भाउजूलाई उयो भइहाल्यो ऊ चाहिँ फेरि यति बिचरा हामीले पनि अन्डा के भयो अन्डा त नि खिचिआएछ त अन्डा खिचेछ हामीसँग धेरै धेरै खानेकुरा छ वी हेभ मेनी फुड नसक्नुको छ हाम्रो ग्याङहरू के पार्ट हामी ग्याङ अरे झोले ग्याङ यिनीहरू झोले ग्याङ यो चाहिँ चिसो हामी चाहिँ थाहा छैन मेरो गाइजहरूलाई चिया पनि हुन सक्छ होइन तर यो चाहिँ पेप्सी है हाम्रो चाहिँ धेरै टाढा नजाऊ है खोज्नु गाह्रो होला नि हेर नि त्यहाँ कसैले हालेछ नि चेस गरेर झ्याम्मै खाइदिउँ भनेको त आउनु ल मजाले झ्याम्मै थोकाएर खाइदिउँ भनेको गाइस तर कसैको यो चाहिँ एकदम यहाँ चाहिँ फ्यामिली आउँछ कि पिकनिक स्पोट जस्तै हो यसरी छुट्टीको बेलामा टाइम एक्सप्लेन गर्न आउँदो रहेछ मान्छेहरू
सबजना। यो चाहिँ हाम्रो पार्टी ग्याङ हो। यहाँ सबैले खाइरहेको छ यता चाहिँ सबैजना प्रायः मान्छेहरू आउँछन्। एकदम रमाइलो छ, एकदम हरियो छ, एकदम शान्त वातावरण भएको। एकदम यहाँ चाहिँ सबजना एकदम राम्रो लाग्छ मलाई यो ठाउँ चाहिँ। यो चाहिँ मेरो दोस्रो पल्ट हो। पहिला पनि म र दिदी आएको थियौँ अनि एकदम रमाइलो लागेको थियो। अनि सबैजना छुट्टीको दिन ती नजिकै जाऊँ न भनेर हामी चाहिँ यहाँनिर आएको हो। एकदम रमाइलो छ, एकदम रमाइलो लाग्यो मलाई यहाँनिर लाग्छ पनि, किनकि यहाँनिर चाहिँ एकदम राम्रो छ नि त। प्रायः फ्यामिली मात्रै आउने यो पार्क हो सिसाइड। त्यही भएर यहाँ कति मान्छेहरू छ, आफ्नो बच्चाहरू आफ्नो फ्यामिलीहरू लिएर यो साइडमा चाहिँ यहाँ पार्कहरू बस्ने ठाउँहरू हो। अनि हामी चाहिँ यहाँनिर बसेको, हाम्रो ग्रुपहरू चाहिँ यहाँनिर हाम्रो चाहिँ। अनि हामी चाहिँ एकदम राम्रो छ यो प्लेस चाहिँ, एकदम राम्रो लागेको। जस सबैजना रमाइलो गर्ने खालको एकदम राम्रो, बच्चाहरू पनि खेल्ने एकदम पिकनिक गर्ने ठाउँ जस्तो चाहिँ एकदम राम्रो लाग्छ। अनि चाहिँ मेरो साथी एकदम मिल्ने, यो फिलिपिनी हामीसँगै काम गर्ने हो। एकदम we enjoy. Yeah, there is so much beautiful छ। I like मेरो साथी हो। अनि एकदम यो पनि फर्स्ट टाइमले पनि नयाँ हो नि त, अनि यसलाई पनि थाहा थिएन अरे। अनि तिमीहरूसँग म जान्छु नि भनेर यो र म चाहिँ गएको। एकछिन राम्रो यस्तो छ कि लाइक दिस साइड। ओ माई गॉड, एकदम यस्तो छ नि त पार्क, एकदम राम्रो रमणीय। हामी चाहिँ समुद्रमा छोडे खिच्न गएको। कम आउनु न छिटो। ए मैले चाहिँ बिर्सेछु कि दिदीले हिँड्नु भनेर ऊ लगाइरहनु भएको छ है। मैले चाहिँ कम्फर्टेबल जुत्ता लाएर आएको, दिदीले चाहिँ कहाँ गएको अरे। आउनु किन अग्रसित भइहालेको भाउजूलाई तपाईँ भन्ने चाहिँ कि अहिले तिमी भन्न परोस् नि फेरि। पानी परेछ भने परेछ यिनीहरू दुईटा चाहिँ तल साथीहरू छ, दुईजना। म चाहिँ चल्दिएको। मलाई यसैको लागि लिएको होइन र तिमीले? ल यसैको लागि नल्याएको मलाई। Shut up. भिजला लुगा दे। गाइस हामी चाहिँ अब फिर्न लागेको, हामी चाहिँ फिर्केको है। मोबाइलको चार्जै सहिले सकिन्छ हौ। कसले बोलायो अरे? कहाँ छ अरे कोही? गइसक्यो? कता गयो नि? अनि हामीलाई चाहिँ बोलाउनु कहाँ गयो त? ऊ माथि बसिरहेको छ। अब चाहिँ हामी फर्किने बेला भयो, फोटोसोटो खिच्यो। घुम्ने पार्क जस्तो अब तपाईँहरू त अर्को ठाउँ जाने होला, म जाँदिनँ। म अहिले भर्खर यतिको मजा भइरहेको, अहिले बमिट गर्छु। अनि बमिट गएर मलाई मजै आउँदैन, अहिले रमाइलो लागिरहेको। जान्छु तपाईँहरू पुऱ्याइदिनु। हामी चाहिँ गाइस अब हिँडेको चल्देको हाम्रो आजको दिन यस्तै रह्यो, यस्तै छ। अब चाहिँ हामी सबैजना अब छुट्टिन्छौँ, सबैजना यस्तो मजा आयो। आजको दिन त दामी भयो। त्यही भएर आज सबैजना अब
एकैचोटि हाम्रो छुट्टी थियो नि त त्यही भएर एक्सप्लेन गरौँ हाम्रो बब्बाल आजको छुट्टी बब्बाल भोग्यो नि त कराई होइन हामी कोही साथीहरूलाई सबैजना एकैचोटि अनएक्सपेक्ट होइन सबैजनाको एकै दिन छुट्टी भयो मजा आयो कुन गाडी भनेर बिर्सिसक्यो एउटा दिदी चाहिँ उयो नै कोचे रहेछ भन्छ त उयो आएर आफ्नै तालमा छ जाऊँ अब चाहिँ ओके हाम्रो चाहिँ गाडी आइसकेको छ हामी चाहिँ हाम्रो गाडी याद छ गाडी चाहिँ हामी चाहिँ चल्दिएको ए हाम्रो सामुना राख्दैछ आजको दिन कस्तो भिडियो भन त भामे बबाल होइन आजको एकदम बबाल भयो अब जाँदा चाहिँ कस्तो हुन्छ म चाहिँ छेउमा बस्छु ल चारैजना वर्ष अगाडि धानी म छेउमा बस्छु ल म यतापट्टिको छेउमा बस्छु छिमी दिदी पनि आयो ल आयो ल गाई चाहिँ अब चाहिँ म चाहिँ गाडीमा चढेको कि अब अनुहार अलिकति बिग्रिहाल्छ अब मेरो चाहिँ अलिकति अनुहार बिग्रिहाल्छ हेर्नु गाडी चढ्नु परेपछि चाहिँ यसरी बनाउनु आएन राम्रो अब चाहिँ जानु पर्ने हामी चाहिँ फर्केको केटी हेर न एकचोटि केटी हेर न त रुममा होइन बाई बाई आजको भ्लग म इन्ड गर्दैछु क्या मेरो ब्याट्री सक्यो नि त त्यही भएर एन्जी बाई बाई गाइज चल्दिएको ल बाई बाई अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ आजको भ्लग इन्ड गर्न गइरहेको छु नेक्स्ट भिडियोमा आउने छु बाई